जिपिए अनुसारको कुन चाहिँ युनिभर्सिटीहरू हजुरलाई एप्लिकेबलहरू हुन्छ, कुन युनिभर्सिटीले कतिसम्म स्कलरसिपहरू दिन्छ, कुन कोर्स पढ्दा चाहिँ आम इन्ट्रेस्टेड इन विच कोर्स होइन, त्यो कोर्स अनुसार चाहिँ उहाँहरूले पढेर जानुभयो भने चाहिँ धेरै सजिलो हुन्छ। र हामीले कसरी चाहिँ सर्भाइभिङ जबहरूमा चाहिँ हामीले इन्टरनेसनल स्टुडेन्ट भएर ट्याकल गर्ने तपाईँहरूकै लागि नै त्यो युके अफिस खोलेको। नमस्ते दर्शकबिन, यदि तपाईँ युके जानुभन्दा अगाडि यो भिडियो हेर्दै हुनुहुन्छ भने एकदम सही गर्दै हुनुहुन्छ। यो भिडियोमा आज हामी छलफल गर्नेछौँ प्री डिपार्चर, यानि युके गइसकेपछि के गर्नुपर्छ, युकेमा के हुन्छ, के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा एकदम जान्नेछौँ। म जोन सुवेदी, मार्केटिङ एक्जिक्युटिभ अफ बिज एजुकेसन, र आज हामीसँग हुनुहुन्छ नवीन तन्दुकार, बिजनेस डेभलपमेन्ट म्यानेजर अफ बिज एजुकेसन, र उहाँसँग हामी आज निकै इम्पोर्टेन्ट कुराहरू गर्नेछौँ अबाउट स्टडिङ इन द युके। हेलो नवीन सर, आज हामी हेर्नुभएको दर्शकहरूको निम्ति हामीले कति इम्पोर्टेन्ट छ युकेमा पढ्नु र युकेमा गइसकेपछि के कुरा गर्नुपर्ने हुन्छ, त्यो सबै कुरा चाहिँ तपाईँबाट जान्नेछौँ। नमस्ते, मेरो नाम नवीन तन्दुकार, आम अ बिजनेस डेभलपमेन्ट म्यानेजर अफ बिज एजुकेसन युके अफिस। सो अहिले चाहिँ म नेपाल आएको छु पर्सनली स्टुडेन्ट्सहरूलाई भेट्नलाई पनि, र स्टुडेन्टहरूको क्युरिजहरूदेखि लिएर स्कलरसिपहरू कुन युनिभर्सिटी चुज गर्ने, र अन द सेम टाइम आइ एम भेरी ह्याप्पी टु मिट पर्सनली विथ द स्टुडेन्ट्स हियर हु आर प्लानिङ टु स्टडी इन द युके। बेसिकली म चाहिँ युके अफिसमा स्टुडेन्ट्सहरूलाई इन्टरेक्ट गर्थेँ, र भोलि गएर स्टुडेन्ट्सहरू पनि युकेमा गएर चाहिँ धेरै कुराहरू फेस गर्नुपर्ने हुन्छ, र इन टर्म्स अफ द्याट मैले चाहिँ स्टुडेन्ट्सहरूलाई चाहिँ भेटेर कसरी ट्याकल गर्ने, यहाँको वेदरदेखि लिएर सर्भाइभिङ जबहरूदेखि लिएर सबै कुराहरूमा बुझाउनको लागि चाहिँ म अहिले नेपाल आएको छु। र म भन्छु कि एभ्री स्टुडेन्ट्सहरूलाई प्लिज मलाई एक्चुअली पर्सनली भेटेर हजुरको फाइनेन्सियल, हजुरको जिपिए अनुसारको कुन चाहिँ युनिभर्सिटीहरू हजुरलाई एप्लिकेबलहरू हुन्छ, कुन युनिभर्सिटीले कतिसम्म स्कलरसिपहरू दिन्छ, र ब्याक इन्डमा चाहिँ कसरी हामीले जबहरू गर्न मिल्छ, र आफ्नो रिलेटेड फिल्डमा जब खोज्नलाई चाहिँ गभर्मेन्टको वेबसाइटहरूदेखि लिएर डिफ्रेन्ट अरू जब खोज्ने वेबसाइटहरू पनि हुन्छ, अकोमोडेसन खोज्ने वेबसाइटहरू पनि हुन्छ, र हामीले कसरी चाहिँ सर्भाइभिङ जबहरूमा चाहिँ हामीले इन्टरनेसनल स्टुडेन्ट भएर ट्याकल गर्ने भन्ने कुराहरूमा चाहिँ अहिले म नेपाल आएको छु सर। सो अर्को कुरा चाहिँ मैले रिसेन्टली चाहिँ हाम्रो फेयरमा धेरै स्टुडेन्ट्सहरू पनि भेटेँ, र उहाँको क्युरिजहरू, उहाँको जिज्ञासाहरूलाई पनि सल्भ गरेर मैले अहिले धेरै स्टुडेन्ट्सहरूसँग इन्टरेक्ट गरिरहेको छु। र यदि तपाईँहरूको पनि केही क्वेसन्सहरू छ भने चाहिँ प्लिज भिजिट गर्नु बिज एजुकेसन। अनि यदि कुनै हजुरहरूलाई फाइनेन्सियलहरूको बारेमा बुझ्नको लागि फ्यामिलीहरू पनि कोही पर्सनल्ली मसँग भेट्न चाहनुहुन्छ भने प्लिज लेट मी नो। हजुर, युकेबाट नेपाल आउँदा र स्टुडेन्टहरूले यहाँ भेट्दाखेरि तपाईँलाई कस्तो लागेको छ? मलाई एकदम खुसी लागिरहेछ। मैले पर्सनली मेरो स्टुडेन्ट्सहरूलाई भेटेर उहाँको फाइनेन्सियल रिक्वायरमेन्ट, कतिवटा युनिभर्सिटीहरूको स्कलरसिपहरूदेखि लिएर हाम्रो मार्चमा फेयर पनि भयो दिल्ली बजार र हाम्रो गठाघर ब्रान्चमा, अनि हाम्रो हेटौँडा पनि नयाँ अफिस खोलेर मैले स्टुडेन्ट्सहरूलाई पर्सनली भेट्न पाउँदा चाहिँ स्टुडेन्टहरूको क्युरिजहरू, जस्तै अब युके गएर चाहिँ कसरी चाहिँ हामीले सर्भाइभिङ जबहरू गर्ने, कसरी चाहिँ हामीले आफ्नो युनिभर्सिटीको रेगुलर कोर्सेसहरू कति दिनसम्म हुन्छ, र कसरी चाहिँ हामीले नयाँ कन्ट्रीमा, नयाँ देशमा उहाँको रुल्स रेगुलेसन अनुसार ट्याकल गर्ने भन्ने कुराहरूमा चाहिँ पर्सनली स्टुडेन्टहरूलाई भेटेर यो क्वेरिजहरू उनीहरूको सल्भ गर्दा चाहिँ मलाई एकदम खुसी लागिरहेछ सर। युकेमा जान लाग्नुभएका विद्यार्थीहरूले सबैभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्? मलाई एकदम खुसी लागेको छ। मलाई स्टुडेन्ट्सहरूले पर्सनली भेटेर मैले अघि भनेको जस्तै कुन युनिभर्सिटी चाहिँ स्टुडेन्ट्सहरूको लागि बेस्ट हुन्छ, जस्तै अब उनीहरूको जिपिए वाइज, पर्सेन्टेज वाइज, फाइनेन्सियल वाइज कुन युनिभर्सिटी चाहिँ उनीहरूको लागि क्यापेबल हुन्छ, र कुन कोर्स नै उनीहरूले पढेर चाहिँ भोलि आफ्नो फिल्डमा कामहरू कसरी गर्ने होइन, त्यो रिजनले गर्दाखेरि चाहिँ। अनि स्टुडेन्टको कोही पनि स्टुडेन्ट्सहरूको चाहिँ फाइनेन्सियली अलिकति युनिभर्सिटीहरू नभ्याएको हुन्छ, सो त्यो रिजनले गर्दाखेरि चाहिँ स्टुडेन्ट्सहरूको क्युरिज र गार्जेन्सहरू भेटेर चाहिँ मैले गाइड गर्न पाउँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ नेपालमा आउँदाखेरि। अघि मैले भनेको चाहिँ फेयरमा पनि मैले धेरै स्टुडेन्ट्स र गार्जेनहरू भेटेँ, उहाँको जिज्ञासाहरू सर्ट आउट गरेँ होइन, त्यो रिजनले गर्दाखेरि पनि अहिले चाहिँ म एकदमै खुसी छु सर। स्किलको कुरा गर्दाखेरि चाहिँ युकेमा जानुहुने स्टुडेन्टहरूको लागि कस्तो स्किलहरू चाहिँ सिक्न एकदमै जरुरी छ भनिदिनुहोस् न। युकेमा चाहिँ हामीले स्टुडेन्ट विद्यार्थीहरूले सर युकेको रुल्स अनुसार चाहिँ जम्मा 20 घन्टा काम गर्न मिल्छ, र उहाँहरूको हलिडे टाइममा चाहिँ फुल टाइम काम गर्न मिल्छ। सो म चाहिँ पर्सनली के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ बारिस्टा सिक्नु पऱ्यो एउटा, अर्को एउटा हेयर कटहरू सिक्नु पऱ्यो, वेटर वेट्रेस बारटेन्डरहरू सिक्नुहोस् होइन,
अनि साइड बाई साइड चाहिँ अब हजुरले इलेक्ट्रिसियन होइन प्लम्बिङको जबहरू स्किलको कामहरू सिक्नुभयो भने चाहिँ तपाईँहरूलाई धेरै सजिलो हुन्छ। अब तपाईँ जानुभयो भोलि युके जाने बित्तिकै भोलि बारिस्टाकै जब पाउँछ भन्ने छैन होइन। तपाईँले चाहिँ 2-3वटा स्किल्सहरू सिक्नुभयो भने चाहिँ देयर इज अ सो मच वे द्याट तपाईँले चाहिँ 20 घन्टा काम गरेर चाहिँ गर्न मिल्ने हुन्छ। जब विद्यार्थीहरू युकेमा ल्यान्ड गर्छन् त्यसपछि ट्रान्सपोर्टेसनको सुविधाहरू कस्तो छ, त्यसै गरी इन्भाइरोमेन्टलाई फेभराइज गर्न के गर्नुपर्ने हुन्छ, अलि सेयर गरिदिनुहोस् न। सुरुमा स्टुडेन्ट जाने बित्तिकै चाहिँ आफूले चाहिँ एउटा के सतर्क हुनु पऱ्यो भन्दाखेरि चाहिँ स्टुडेन्टले इमिग्रेसन फेस गर्नुपर्ने हुन्छ। जस्तै दे विल आस्क यु फ्यु क्वेसन्स लाइक विच युनिभर्सिटी, विच कोर्स, वेयर आर यु प्लानिङ टु स्टे, हाउ मच कोर्स फिज यु हेभ पेड एन्ड हाउ यु गन रिपे द रिमेनिङ फिज इफ हजुरहरूले चाहिँ हाफ फी या डिपोजिट फी तिरेर जानु। सो यो कुराहरूको चाहिँ ट्याकल चाहिँ हजुरहरूले गरेर जानुपर्ने। इट्स अ भेरी इजी एन्सर पनि तपाईँलाई जेनरिक क्वेसन्सहरू सोध्ने भयो। वन्स यु कम आउट फ्रम द इमिग्रेसन वाट यु क्यान डु इज देयर इज अ डिफ्रेन्ट ट्रान्सपोर्टेसन सिस्टम लाइक ट्रेन छ, ट्राम छ, क्याब हुन्छ, उबर हुन्छ होइन, अनि बसहरू हुन्छ। अनि म हाइली रेकमेन्ड स्टुडेन्ट्सहरूलाई चाहिँ के भन्छु भने चाहिँ उहाँहरूले चाहिँ एप है, जस्तै अब बस टाइमको एपहरू भयो होइन, अर्को चाहिँ ट्राभलको एपहरू डाउनलोड गर्नुभयो भने चाहिँ उहाँहरूलाई पोस्ट कोड हानेर चाहिँ कुन ट्रेन चाहिँ कुन टाइममा आउँछ र कति टाइममा पुऱ्याउँछ र तपाईँको जर्नी चाहिँ बस ट्रेन कतिवटा चढ्नुपर्ने भन्ने कुराहरू हजुरलाई त्यो एपबाटै देखाइदिन्छ। अर्को कुरा चाहिँ अब के गर्न सकिन्छ भनेर भन्दाखेरि चाहिँ हामीले अब सबैजना नेपालमै बसिरहेको हुन्छ। त्यो कन्टेक्स्टमा चाहिँ मैले नेपाल धेरै ट्राभल गर्दा पनि मलाई के फिल भयो भने चाहिँ जब म एयरपोर्टबाट निस्किन्छु ट्याक्सी ड्राइभर दाइहरूले चाहिँ ट्याक्सी भनेर भनिरहेको हुन्छ। सो हामीले चाहिँ त्यसरी चाहिँ त्यहाँ गभर्मेन्टको ट्याक्सी हुन्छ त्यो चाहिँ बुक गऱ्यो भने चाहिँ त्यो चाहिँ तपाईँलाई अलिकति कस्टली लाग्न सक्छ। सो आई रेकमेन्ड द्याट हुन्छ नि स्टुडेन्ट्सहरूलाई त्योभन्दा चाहिँ बरु उबर गर्नु मिल्यो होइन, नभए चाहिँ हजुरले पब्लिक ट्रान्सपोर्ट है, पब्लिक ट्रान्सपोर्ट युज गरेर चाहिँ हजुरको डेस्टिनेसन अकोमोडेसनसम्म चाहिँ पुग्नलाई अलिकति अफोर्डेबल हुन्छ रादर देन बुकिङ द ट्याक्सी। जस्तै तपाईँले भन्नुभयो नेटवर्किङ धेरै इम्पोर्टेन्ट छ, त्यसै गरी युकेमा गइसकेपछि युकेका कम्युनिटीहरूसँग कसरी एप्रोच गर्ने, कसरी नेटवर्किङ बढाउने त? भेरी नाइस क्वेसन्स। यसमा चाहिँ म के भन्छु भने चाहिँ हामी बाहिर गइसकेपछि चाहिँ टोटल्ली अलिकति फ्यामिलराइज हुनलाई अलिकति गाह्रो हुन्छ। सो यो कन्टेक्स्टमा चाहिँ म के भन्छु भने विद्यार्थीहरूलाई चाहिँ हरेक ठाउँमा एउटा नेपाली समाज हुन्छ है। जस्तै अब हजुर प्रेस्टन आउनु भएन, हाम्रो नेपाली समाज इन प्रेस्टन छ होइन, अरू डिफ्रेन्ट सोसल मिडिया वेबसाइट छ जस्तै नेप्लिज इन युके छ। अर्को हाम्रो अब नेपालमा इन युकेमा हाम्रो त्यो नेपाली समाजमा गएर चाहिँ डिफ्रेन्ट फेस्टिभल जस्तै अहिले वैशाख 1 हुँदैछ होइन, जसमा चाहिँ वैशाख 1मा चाहिँ भक्तपुरमा जात्रा हुन्छ होइन। अहिले रिसेन्टली हाम्रो नेवार फ्यामिलीहरूको गुठी हुन्छ। अब तिजदेखि लिएर हरेक यस्तो चाहिँ हाम्रो नेपाली समाज हुन्छ। म चाहिँ के भन्छु भने चाहिँ स्टुडेन्ट्सहरूलाई चाहिँ फर अ टाइम बिङ हजुरहरू फ्यामिलराइज हुनलाई पनि हजुरहरूको फेस्टिभलदेखि लिएर हजुरहरूलाई घर मिस नहुनको लागि चाहिँ म स्टुडेन्ट्सहरूलाई चाहिँ यस्तो समाजमा चाहिँ अनि यस्तो फेस्टिभलहरूमा चाहिँ इन्गेज हुनु भन्छु है। आई अन्डरस्ट्यान्ड द्याट हुन्छ नि अब फाइनेन्सियल पनि हामीले प्लान गर्नुपर्छ र मेन्टेन गर्नुपर्छ र यसरी इन्टरेक्ट गर्दा चाहिँ तपाईँले त्यहीँ पहिला बसिरहेको भएको धेरैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू भेट्नुहुन्छ जसमा चाहिँ हजुरले आफूलाई चाहिँ मैले यो गरिरहेको छु, मैले यो पढिरहेको छु, यसको चाहिँ के हुनसक्छ, सर्भाइभिङ जबहरू मैले यो सिकिरहेको थिएँ सर, यसरी गर्दाखेरि चाहिँ मैले अरू जबहरू कता कता कामहरू गर्न मिल्छ, कसरी जबहरू खोज्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूले धेरै लर्न गर्न सक्नुहुन्छ र धेरै इन्गेज हुन्छ। सो यसरी चाहिँ मैले स्टुडेन्ट्सहरूलाई के भन्छु भने आफ्नो पढाइमा मात्र पनि फोकस नभइकन होइन कसरी चाहिँ हामीले आफूलाई अपलिफ्ट गर्न मिल्छ होइन, इन्गेज भोलि कुनै एबिसिडी पर्सनलाई भेट्नुभयो, उहाँको बारेमा बुझ्नुभयो भने भोलि तपाईँलाई रेफरेन्स चाहिन्छ जबहरू खोज्नको लागि, उहाँहरूले जबहरूको रेफरेन्सहरू दिनलाई पनि हजुरलाई सजिलै दिनुहुन्छ। सो यस्तो यस्तो कुराहरूमा चाहिँ अलिकति इन्गेज हुनु भनेर चाहिँ म भन्छु। युकेमा पढेर आइसक्नुभएका विद्यार्थीहरू या पढ्दै गर्नुभएको विद्यार्थीहरूको प्रगतिहरू के छन्, थोरै सेयर गरिदिनुहोस् न। मैले चाहिँ युकेमै पढेको भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ स्टुडेन्ट्सहरूलाई के भन्छु भने चाहिँ आफ्नो रिलेटेड फिल्डमा जबहरू खोज्नलाई गभर्मेन्ट वेबसाइट पनि छ होइन। सो त्यो वेबसाइटमा चाहिँ अहिलेदेखि नै हजुरहरूले एउटा होमवर्क गर्नुहोस् होइन। युनिभर्सिटीको सपोर्ट सेन्टर हुन्छ, त्यहाँनिर हजुरहरूले आफ्नो सिभीदेखि लिएर भोलि पर्सि एबिसिडी कुनै कोर्सेसहरू पढेको छ भने त्यो कोर्सलाई चाहिँ कसरी चाहिँ आफ्नो रिलेटेड फिल्डमा जब गर्नलाई रेफरेन्सेसहरू सबै कुराहरू चाहिँ म स्टुडेन्ट्सलाई इन्टरेक्ट गर्नु छु र मसँग धेरै एक्जाम्पल छ कि मेरो आफ्नै विद्यार्थीहरूले चाहिँ आफ्नो रिलेटेड फिल्डमा पनि जब गरिरहेको छन् र उनीहरूले जब गर्दा गर्दै अरू स्टुडेन्ट्सहरूलाई पनि सपोर्ट गरिदिएको छ। किनभने मैले के भन्छु भने चाहिँ मेरो यो एक्सपिरियन्समा चाहिँ बाहिर चाहिँ हामी नेपालीलाई सपोर्ट गर्नुपर्छ अनि मात्र हामी धेरै अगाडि बढ्न सक्छौँ। सो त्यो रिजनले गर्दाखेरि चाहिँ मैले स्टुडेन्ट्सहरूलाई चाहिँ
यसरी नै जबहरू आफ्नो रिलेटेड फिल्डमा जब गर्ने जस्तै फर इक्जाम्पल इफ हजुरले आफ्नो रिलेटेड फिल्डमा जबहरू पाउनु भएन भने देयर इज अ स्किल प्रोग्राम मैले अघि हजुरलाई भनेको थिएँ बारिस्टा हेयर कट प्लम्बिङहरू यस्तो जबहरू या तपाईँलाई केही कुकिङ रेस्टुरेन्ट क्याफेहरूको जबहरू आउँछ भने हजुरहरूले यो जबहरू गर्नुभयो भने पनि भोलि पछि गएर आफ्नै रिलेटेड फिल्डमा पनि सेल्फ स्पोन्सरसिप भएर चाहिँ हजुरले जबहरू र आफ्नो कम्पनी रजिस्टर गरेर आफूलाई स्पोन्सरसिप गर्न पाउन सक्नुहुन्छ। अब यो कार्यक्रम अन्त्य गर्नुभन्दा अगाडि हजुरको सानो मेसेज जुन विद्यार्थीहरूलाई छोटकरीमा के गर्नुपर्छ र कुन कोर्सहरू के युनिभर्सिटीहरू कस्तो बेस्ट हुन्छ त्यसको थोरैहरूले सेयर गरिदिनुहोस् न। यसमा चाहिँ म के भन्छु भने स्टुडेन्ट्सहरूले चाहिँ आफ्नो जिपिए होइन मेरो मामा छ मामाले यो पढ्नुभयो भान्जा हुनुहुन्छ भान्जाले यो गरिरहेछ भन्दा पनि आफ्नो जिपिए र फाइनेन्सियल अनुसार चाहिँ युनिभर्सिटी चुज गर्नु पऱ्यो। त्यति मध्येमा चाहिँ अर्को साइड बाई साइड चाहिँ कुन कोर्स पढ्दा चाहिँ आम इन्ट्रेस्टेड इन विच कोर्स होइन त्यो कोर्स अनुसार चाहिँ उहाँहरूले पढेर जानुभयो भने चाहिँ धेरै सजिलो हुन्छ। र इन टर्म्स अफ द्याट अब यो कोर्स पढेर चाहिँ के गर्न सकिन्छ भनेर चाहिँ म चाहिँ अब चाहिँ म मेरो नयाँ दिन र मेरो करियर बनाउँदैछु भने चाहिँ यु हेभ टु बी अलवेज रेडी फर हुन्छ नि सो मेनी सिनारियो के जस्तै अब मेन्टल कुराहरूदेखि लिएर तपाईँको कामहरू कसरी गर्ने बिकज युके चाहिँ कस्तो छ भने चाहिँ अलिकति घाम कम लाग्छ सर त्यो रिजनले गर्दाखेरि चाहिँ अलिकति स्टुडेन्ट्सहरूलाई स्याड फिल पनि हुनसक्छ इभन लाइक मलाई पनि स्याड फिल हुन्छ घाम लागेन भनेर होइन। सो त्यो रिजनले गर्दा चाहिँ स्टुडेन्ट्सहरूलाई स्किलको जबहरू सिकेर जस्तै मैले चाहिँ के सामानहरू पनि लिएर जान मिल्छ कुन कुन स्किलहरू सिकेर जान मिल्छ भन्ने कुराहरू चाहिँ त्यो कुरा चाहिँ नेपालमै होमवर्क गरेर होइन त्यो होमवर्क गर्नुको साथसाथै चाहिँ अब चाहिँ मेरो उज्जवल भविष्य छ तर साइड बाई साइड चाहिँ मैले धेरै नै दुःख गर्नुपर्ने छ भनेर चाहिँ यहाँबाट हामी रेडी भएर जानु पऱ्यो। जस्तै अब नेपालमा कन्टेक्स्टमा के छ भन्दा चाहिँ जस्तै मेरो घरमा बस्यो मैले मम्मी बाबाहरूले खानासाना बनाउनुहुन्छ मैले केही पनि गर्नु पर्दैन तपाईँले त्यहाँनिर बेसारदेखि लिएर तपाईँको तरकारीदेखि लिएर तपाईँको एभ्री कुराहरू तपाईँले नै गर्नुपर्ने हुन्छ कि तपाईँ युनिभर्सिटी जानुपर्ने हुन्छ तपाईँले काम गर्नुपर्ने हुन्छ तपाईँ थकाइ लागिरहेको हुन्छ तपाईँ असाइनमेन्ट गर्नुपर्ने हुन्छ धेरै चिजहरूमा ट्याकल गर्नुपर्ने हुन्छ। जब कि नेपालमा चाहिँ के छ भने चाहिँ हामीले केही पनि गर्दैनौँ हामी स्कुल जान्छौँ भने स्कुल जान्छौँ लन्चहरू सबै हाम्रो घरबाट मम्मी बाबाले नै प्रोभाइड गर्नुहुन्छ। सो त्यो रिजनले गर्दा एकैचोटि हामी नयाँ कुराहरू फेस गर्दाखेरि हामीलाई सबै कुराहरू एकैचोटि आएको जस्तो लाग्छ र मेन्टल प्रब्लम हुनसक्छ कि धेरैजना स्टुडेन्टहरूको चाहिँ मैले त्यही सुनिरहेको छु र त्यो रिजनले गर्दा चाहिँ तपाईँले यहीँबाट त्यो कुराहरूमा प्रिपेयर हुनुभयो भने चाहिँ तपाईँलाई धेरै सजिलो हुन्छ। इट्स नट अ भेरी हुन्छ नि हार्ड थिङ्स होइन केही कुरा पाउनलाई केही कुरा घुमाउनु पनि पर्छ। र अर्को कुरा म के भन्छु भने स्टुडेन्ट्सहरूलाई चाहिँ तपाईँहरूलाई गाह्रो साह्रो पऱ्यो केही पऱ्यो भने चाहिँ वी आर इन युके अफिस तपाईँहरूकै लागि नै त्यो युके अफिस खोलेको वी आर लोकेटेड एट प्रेस्टन होइन हाम्रो चाहिँ प्रेस्टनमा छ जसमा चाहिँ हजुरहरूले केही कुराहरू कन्फ्युजन करियर वाइज केही कुराहरू भयो भने प्लिज डु नट हेजिटेट टु इमेल अर वाट्सएप इन आवर अफिस अर पर्सनली मलाई भेट्न आउनुहोस् वी क्यान हेल्प यु सर। पक्कै पनि यो भिडियोले तपाईँलाई धेरै इन्फर्मेसनहरू दिएको छ हामी आशा गर्दछौँ र तपाईँ युके जाँदै हुनुहुन्छ पढ्न भने प्लिज कन्ट्याक्ट बिज एजुकेसन। हामीसँग गठाघर भक्तपुरमा दिल्ली बजार काठमाडौँमा शीतल मल चोक हेटौडामा र प्रेस्टन युकेमा।